भर्खर एउटा ड्रोन छोड्दै एउटा गृहमन्त्री मार्यो भने औकात छैन बाँच्न सक्ने तेरो। यो प्रधानमन्त्री र गृहमन्त्रीमाथि हार्दिक श्रद्धा। त्यसैलाई प्रमाण मानेर आजै केपीओलीलाई घर होइन जेलमा राखियोस्, गृहमन्त्रीलाई घर होइन जेलमा राखियोस्। भोलिदेखि निकोलस भुसालले देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। उनका अनुसार जेनजी आन्दोलनपछि बनेको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेन। युवाहरूको आवाज, बेरोजगारी, भ्रष्टाचार र न्यायको पक्षमा उभिएको यो आन्दोलन शान्तिपूर्ण तर प्रभावशाली हुने बताइएको छ। उनका समर्थकहरूले सरकारमाथिको विश्वास हराउँदै गएको र अब निर्णायक कदम उठाउनु पर्ने समय आएको दाबी गरेका छन्। निकोलस भुसालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको घर घेर्ने घोषणा समेत गरेका छन्। त्यतिखेरका प्रधानमन्त्री केपी शर्मा ओली, त्यतिखेरका गृहमन्त्री रमेश लेखक, त्यतिखेरको आइजिपी र त्यतिखेरको सिडिओलाई तत्काल कारबाही गरियो। उनीहरूका अनुसार देशमा भएका अन्याय, अपराध, भ्रष्टाचार र जनताको आवाजलाई व्यवस्था गर्ने नेतृत्व अब सह्य हुँदैन भन्दै अपराधीहरूलाई पक्राउ गर्न सकिएन भने सरकारको अकर्मण्यताका विरुद्ध गृह मन्त्रालयमै मिसाइल हान्ने चेतावनी समेत दिएका छन्। भर्खर एउटा ड्रोन छोड्दै एउटा गृहमन्त्री मार्यो भने औकात छैन बाँच्न सक्ने तेरो है। भर्खर एउटा ड्रोन छोडेर पुलिस हेडक्वार्टर सकाइदियो भने औकात छैन बाँच्ने तेरो। एउटा सानो मिसाइल मैले यही माथिबाट रेडी छ, छोड्दै भने बालुवाटार 1 सेकेन्डमा ध्वस्त हुन्छ। औकात छैन बाँच्ने तेरो। डरायो भने नसोच फेरि है, डरायो भने नसोच। वीर गोर्खालीको छोरा हो, वीरभद्रको छोरा हो, महाकालीको छोरा हो, भद्रकालीको नाति हो है, महालक्ष्मीको छोरा हो। डरायो भने नसोच तिमीहरू है। किन बेकार ड्रोन हान्नु, किन बेकार अन्तर्राष्ट्रिय रूपमा चाहिँ यो कुराहरू गराउनु है, किन बेकार यो गर्नु भनेर मात्रै हो है। यो अभिव्यक्ति विवादास्पद भए पनि निकोलसका समर्थकहरूले यसलाई प्रतिरोधको चरम अभिव्यक्ति मात्र भएको भन्दै बचाउ गरेका छन्। यस आन्दोलनलाई सफल बनाउन निकोलस भुसालले फेसबुक र विभिन्न सामाजिक सञ्जाल मार्फत सबै जनतालाई माइतीघर मण्डलामा भेला हुन आग्रह गरेका छन्। उनले भिडियो सन्देश मार्फत भनेका छन्, अब मौन बस्ने समय छैन, तपाईँको उपस्थिति नै परिवर्तनको आधार बन्न सक्छ। काठमाडौँ उपत्यकाका युवादेखि अन्य जिल्लाका नागरिकसम्मलाई सहभागी हुन आह्वान गरिएको छ। आयोजकले शान्तिपूर्ण तर सङ्गठित उपस्थितिका लागि तयारी पुरा भएको जनाएको छ।